मासुको अचार बनाउँछ एल्युमिनियम सेल्फी स्टिक तपाईँहरूको लागि अब यसो बेला बेला हिँड्दा ओर्दा फोटो भिडियो गर्ने कस्तो मिठो भएको छ अब यसलाई चाहिँ कन्टेनरमा हाल्ने हो जारमा अब यसमा हालेर 2-3 महिनासम्म लगाएर खाने हो नबिग्रिने खालको भएको रहेछ अब आज चाहिँ चिकनको अचार बनाउने मछली पनि ल्याउनुपर्छ माछा के हो यो सकरखण्ड खाजाको लागि ओभर मिठो हुँदो रहेछ अस्ति खाएको मिठो लाग्यो फेरि लानु मन लाग्यो अन्डा पनि लानुपर्छ दुईवटा लगौँ न अन्डा पनि लानु पर्यो र हेर्नु सुरुमा खोलेर कस्तो छ फुटेका त छैन फुटेका छैन त्यो कस्तो छ यो फुटेको फुटेको त्यो होइन होइन यो होइन फुटेको छैन यो अर्को नि हेर्नु यो फुटेको छ कि छैन हेर्नु यो फुटेको रहेछ यहाँ एउटा त्यो छोडिदिनु अर्को ल्याउँछु मैले अहिले ल्याउने ट्रली भन्नुभएको होला यो ठिक छ यो राम्रो ल अब माछा लिउँ है तपाईँको फेभरेट हो मेरो बबाल मिठो हुन्छ नि यो माछा त एकदम फेभरेट हो यो 3टा जति लगिराखौँ फ्रिजरमा पनि राखेर बिस्तारै 3 किलो हुने रहेछ है एउटामै 1 किलो भन्दा बढी नै हुन्छ होला तर 3टा लगाउँ ल कस्तो मिठो हुन्छ नि यो त यहाँ आएर पल्केको म यो माछामा अहिले हामी चाहिँ गाडी पार्किङमा आएका छौँ गाडी पार्किङ चाहिँ सानो छैन यो हेरेर एकदम त्यतिकै लाग्छ गाडी पार्किङ सपिङ मलमा गाडी पार्किङको लागि केही किन्न भाइ जाँदैछ मम्मी पनि आउँदैछ भाइ यो सपिङ मलको नाम के अरे भाइ यो वेस्टफिल्ड सपिङ मल ब्रिस्बेनको हामी लेभल 1 मा छौँ जानुपर्ने लेभल 2 एक तला माथि गएर सिधै यता गएर एक तला माथि चढेर यो खानामा अरू यो दही हो दही दही लिनु पर्यो दहीको त डेट अब मासु लिने अचार
ठुलोवाला एउटा मिट सप मिट आइटमहरू अचारको लागि मासु लिने अब त्यो अचारको लागि हो चिकन मासु अचार 4वटा कतिवटा लिनुलाई 4वटा लिने पेट पनि चेक गर्नु पर्छ 24 अक्टोबर यो कस्तो सुरले पनि रहेछ सुरयोमा त्यो यो होइन मलाई ठिकै खालको लगाउँ यही भेजौँ ल लगभग 1 केजी 1.5 केजी त्यही हो अस्ति किसानहरूको पनि त्यही 1.5 केजीवाला लिएको थियो हो यो 4 गाडी होइन 6 केजी अब मासुको अचार बनाउने मासु आइटम पनि भयो यति नै त अब ल माछाको टाउको चाहिँ गजब हुँदो रहेछ माछाको आइटमहरू कम माछाहरू पनि मजाको मजाको पाउँदो रहेछ यहाँ त रातै रहेछ त $40 वाला माछा पनि हुन्छ सालमन माछा मर्छ होला नि यति भए चाहिँ आनन्द भयो सिक्नु पऱ्यो दुइटै मोबाइल हुन्छ एल्युमिनियम सेल्फी स्टिक तपाईँहरूको लागि अब यसो बेला बेला हिँड्दा ओर्दा फोटो भिडियो गर्नुलाई हाम्रो लागि बनाउने अचार बनाउने सामानहरू के लिएर आउनु हो त आजको सपिङमा आज मासुको अचार मेन चाहिँ बनाउने भनेको प्लान छ यो चाहिँ के हो यो यो चाहिँ सेल्फी स्टिक सेल्फी स्टिक एउटा ल्याएको चाहिरहेको थियो ट्याक्क भेट्यो यो अन्डा दुईटा क्रेटोरा अरु के छन् त यो सकरखण्डा अनि माछा
कतिवटा छन् 3-4 प्याकेट ल्याएको त्यसलाई त फ्रोजनमा राख्ने होला नि त अब फ्रोजनमा राख्ने हो सिधै यो सबै निकालेर राख्छु ल ल सुरुमा मासुको अचारको लागि जार जार अब धेरै छ त्यही भएर 4वटा कुरा छ नि त त्यही भएर 4वटा जार 4वटा जार एउटा ठुलो यी मासु कुरा कतिवटा छन् त 4वटा छन् यी 2टा भयो 4वटा गजबको सपिङ भएको छ त आज सबको भएको छ अनि चेरी टमाटर यो थकाली अचार खान ल्याएको चेरी टमाटर दही ल्याएको यहाँ राख दही ल्याएको यो चाहिँ यो भाडा मैले लिक्विड त्यसलाई त्यही राखिदिनु भाँडामा ठाउँ चिया कफीको लागि दुध यति नै हो आजको सपिङ यति नै अब यति नै हो अब बनाउनतिर लाग्ने हो चिया खाँदै चिया खाँदै हामी मासुको अचार बनाउने अब मासुको अचार बनाउने मासु काट्ने तपाईँ चाहिँ के गर्नुहुन्छ त ल म मासु काट्छु मम्मी बनाउनुहुन्छ तपाईँ अदुवा लसुन प्याजहरू काटेर ट्याकटुक गर्नु प्याज चाहिँदैन अदुवा र लसुनको टुक्रा गर्नुहुन्छ ल अदुवा लसुनको डिपार्टमेन्ट जिम्मा डेडीको मेरो तिम्रो काट्ने मेरो चाहिँ पकाउने अचार बनाउने ल जारहरू रेडी छ सबै सामानहरू अब हामी टक्क लाएर बनाउन थाल्छौँ त्यसलाई चाहिँ म फ्रोजन फ्रोजनमा ल किनभने फ्रिजरमा चट्ट लाएर त्यहाँ तलतिर छ होला सबभन्दा तल त्यही हालिदिनु अर्को पुऱ्याउनुहरूसँग यसलाई अब व्यवस्था गर्नुपर्छ बिस्तारै बिस्तारै गर्ने हो एक दिन गर्दा कियार पनि पाउँदैन भनेपछि खाने हो सकिन्छ त अब नभए त झरिहाल्छ त बिस्कुट 24 घण्टा झरिहाल्छ बिस्कुट मैले त एनर्जी ड्रिङ्क खान थालेँ अनि कुन स्टाइलको अब के गर्ने त मम्मी अब हामी चिया खाएर चिया खाएर अब खाजा खाइँदैछ चिया र बिस्कुट खाजा खाइसकेर अनि अचार बनाउने ल के हुँदैछ त आज यो अब मासुको अचारको लागि म चाहिँ मसला तयार गर्दैछु अनि भाइले मासु काटिदिन्छ डेडीलाई अदुवा लसुनमा हेल्प गर्दै हुन्छ म अदुवा लसुन ट्याक्क पार्दैछु मेरो डिपार्टमा चाहिँ अदुवा लसुन केलाउनु परेको छ मसलाहरू गर्दैछु म यो ट्याक्क रेडी पारिदिन्छु म फेरि अदुवा लसुनको चाहिँ स्पिरिट केलाई चाहिँ मेरो एकदम स्पेसियलिस्ट हुन्छ अदुवा लसुन ट्याक्क अनि यहाँ हेर भाइ मसलाहरू भेटेँ है मैले सबै थोक्या सबै भेट्नु के छ के हालेर मसला बनाउँदैछ लु भन्नु यो जिरा यो 5 फोरन मैले खासमा चाहिँ यो सोप नभएर क्या यो पानजिरा भन्छ नि यो नभएर यो 5 फोरन नै कालो जिरा सबै थोक हुन्छ नि त मेथी सेती अनि यो 5 फोरन अनि यो धनियाँ अनि यो तोरी चिल्ली फ्लेक्स यहाँ टिमुरको पाउडर छ यसमा चाहिँ टिमुरको पाउडर अनि यो कलरको लागि मात्रै काश्मिरी चिल्ली काश्मिरी मिर्च यसलाई भुटेर यहाँ पेनमा भुट्छु भुट्नलाई रेडी अब भुट्नलाई रेडी हो म आगो बाल्ने हो ल सही भयो ल यो धुवा आउँछ होला हल्का यो चिनी पनि त खोल्नु पर्यो नि त खोल्नु पर्यो नि हो अनि अब त्यो मासुमा चाहिने यहाँ तोरीको तेल चाहिँ यता छ कहाँ लुकाएर राख्नु हुँदो रहेछ तोरीको तेल अस्ति ल्याएको थियो नि त यो तोरीको तेल भेटा अब अचार बन्छ नि कसो नबन्ला त बनिहाल्छ दामी बनेको थियो मुलाको पनि बनाए अस्ति मुलाको अचार चाहिँ कहाँ राख्नु भएको छ मुलाको कहाँ छ त मुलाको अचार कहाँ लुकाएर राख्नु भएको छ मुलाको अचार अस्ति बनाएको थियो 5वटा छन् मुलाको अचार यो चाहिँ यहाँ चुइन्छ भनेर मैले प्लेटमा राखेको अब चुइना कम गरिसक्यो यसको मात्रै अलिअलि यिनीहरूको त चुइना भइसक्यो चुइसक्यो अनि यो चाहिँ पाकेको भर्सी तरकारी खान ल्याएको थियो कि अनि यो बिहाको मिठो धुले अचार भन्छ यसलाई पनि भुटेर
अनि त्यसमा पिसेर नुन खुर्सानी अमिलो हालेपछि टक्क अचार हुन्छ। यसलाई एक दिन भइसक्यो पटपट गर्दैछ होइन, पड्केपछि भयो, धेरै डढाउनु हुँदैन, त्यसको टेस्ट हुँदैन। अब म यसलाई चाहिँ मिक्सरमा पिस्नको लागि यहाँ खन्याएर सेलाउँछु पहिला, अनि मात्रै पिस्ने हो। यसलाई ठिक्क धेरै मसिनो पनि बनाउँदिनँ, अहिले म पिसेको पनि थोरै गर्छु। यसलाई सेलाएपछि पिस्ने हो। ल यसलाई धेरै मसिनो चाहिँ बनाउनु हुँदैन। कस्तो भयो त मसला ठिक्क भयो त हो यस्तो क्या, धेरै मसिनो पनि मिठो हुँदैन नि त। अलिअलि कस्तो कस्तो थोरै कस्तो मसला पनि रेडी हो। अब तेल ताप्यो होइन, अब यो मासु तार्ने हो। ठक्कसँगले तारेर तोरीको तेलमा गर्छु है म चाहिँ। तोरीको तेलमा स्वादिलो हुन्छ नि त अचार, त्यही भएर मैले यसरी हालेर अब यसलाई हल्का रातो रातो, धेरै कडा पनि बनाउँदिनँ, धेरै उयो पनि नरम पनि बनाउनु, ठिक्कको रातो रातो भएपछि निकाल्छु। चारवटा कुखुरामा लास्ट कुखुरो काट्दैछु, दुईवटा यहाँ छ, एउटा त्यहाँ तारिँदैछ, यो अन्तिम कुखुरो। पखेटो यहाँ मम्मीले अघिदेखि सोध्दै पखेटोलाई, अर्को फेरि पालो आइसक्यो। पहाड चिकन दिएर अब मासु झ्याप्प बनाउने हो। ल 4 किलो मासु, 3 केजी या 1 केजी? 1 केजी क्या काट्दैछ। फ्राई हुँदैछ नि, अब त एकैछिनमा भइहाल्छ। अब चाहिँ हुन्छ जस्तो छ छिटै। अब एकैछिनमा यहाँ एउटा होल चिकन यहाँ गएको छ, लगभग 1.5 केजी होला। त्यसपछि यहाँ 3टा होल चिकन छ, लगभग 4.5 केजीदेखि 5 केजीसम्म हुनुपर्छ यहाँ। 1.5 केजी भनेपछि 6 केजी हुन्छ। 6 केजी भन्दा माथि छ, 4वटा 4 किलो होइन, 6 किलो हो। आफै घरमा खानको लागि, घरकै लागि मात्रै बनाएको हो नि, फेरि किन यत्रो 5-6 केजीको मासुको अचार भन्ने लाग्छ नि त होइन। अब काममा जाँदा जेमा जाँदा पनि यसो खानासँग खाँदाखेरि लिएर जान, खाजासँग खान अल्छी लाग्छ, बनाइरहनु पर्दैन। सजिलो, टिफिन सिफिन लान पनि सजिलो भयो अब हामीलाई। टिफिनहरू लानेर सजिलो हुन्छ भनेर। यो त हुन त 1 महिनामा पनि टिक्दैन होला यिनीहरूलाई। मासुको अचार त कहाँ टिक्छ त। अस्ति 6 केजी बनाएको सिद्धिसक्यो भन्दैछ। मम्मीले यस्तै आएको बेलामा उहाँ ठुलो छोरालाई पनि उहाँ सिडनीमा त्यस्तै गरेर चाहिँ 6 केजी बनाइदिएर आइरहेछ है। यहाँ पनि अब कान्छो छोरालाई पनि बनाइन्छ यस्तै भनेर चाहिँ पल्के जति काट्छ र यो खाएर अचार बनाउन लागिरहेको छ। मिठो थियो नि त। आमाको मन अब छोराछोरीलाई अब दिल हामीले खाउन नजाने भने भइसक्यो हाम्रो। अब यो निकाल्ने बेला भयो, रातो भयो, निकाल्ने हो। मस्त भएछ त, दामी भयो। खतरा। एउटा होल चिकनको काम तमाम भइसक्यो। मम्मीले एउटा होल चिकन पुरै तारेर सक्नुभयो। यहाँ डेढीको भने अदुवा तासेर यहाँ सकिँदैन आज जस्तो छ। अदुवालाई फेरि यस्तो छड्के तरिकाले मसिनो गरेर चाहिँ यसलाई एकदम अचारमा एकदम
टेस्ट आउने गरी त्यही भएर पो यत्रो टाइम लाग्यो। यसलाई कटिङ यस्तो यो स्टाइलमा काट्नु पऱ्यो एकदम हटाउने स्टाइलमा। अर्को लट अब ल यहाँ एउटा होल चिकन छ त्यो 3टा यहाँ छ भनेपछि लगभग 4.5 केजीको दाडुले गरौँ भने चाहिँ अलि उगाउन सक्दिनँ भरि भएर होइन हातैले हातैले राख्छु ल। हातैले बिस्तारै बिस्तारै गर्नुपर्छ। हातले गर्दा एकदम बिस्तारो गर्नुपर्छ न तेल नछिटोस् भनेर। तेल नछिटाइकन त्यो भरि भएकोले गर्दा सानो भाँडोमा छ नि त। अब म चाहिँ हातैले पनि जान्दछु कि नपोलिकन। हामी जान्दैनौँ के गर्नु। नजान्नेले चाहिँ अलिकति अब त्यस्तै जालीहरू युज गर्नु। मलाई चाहिँ यो जाली धेरै ठुलो भएर अनि सानो खालको अनि भाँडो यो मासु हालेको भाँडो ठुलो भएको भएर चाहिँ म त्यसैले गर्थेँ। हातले धोइवरी सफा छ है मेरो हातको यो। ग्लभ्स युज गर्नु पर्थ्यो, ग्लभ्स पनि गरिनँ। हात मजाले बिची बिची धोएको थिएँ नि त। हामी नेपाली स्टाइलमा बनाउने हो नि। मनपर्छ त के गर्ने। ठिकै हुन्छ होला है अब यति नै राख्ने अहिले। अब अर्को लटमा त सिधिन्छ। 3 लटमा हुने रहेछ। यो रस के रसिलो हुँदो रहेछ नि यो अस्ट्रेलियाको चाहिँ यो कागतीको धेरै रस आउँदो रहेछ। यो कागतीको दाजु जस्तो कागतीको होइन यो निबुको भाइ हो। निबु डिजाइनको छ कि छैन ल निम्बु नै होला नि। निबुकै सेन्ट पनि आउँदो रहेछ। यो हाम्रोतिर चाहिँ निबु भन्छौँ होइन, निबुको भाइ रहेछ। तर लास्ट मिठो है यो। मिठो लाग्छ, रस पनि टन्न हुन्छ। चिकनको आयो बन दाइ हो। कति हो कति रस कागतीमा रस प्रशस्तै आयो रसिलो कागती। के हुँदैछ से एकको यहाँ फ्राई हुँदैछ। रातो भएकै छैन, अब एकछिनमै रातो भइहाल्छ। अब यो लट निकालेर अर्को लट गरेपछि थर्ड लटमा त फिनिस। अनि त्यहाँबाट त मसलामा मल पारेर टक्क खाइहाल्ने हो नि। भोलि चाहिँ अझ मिठो हुन्छ। आज रातभरि तेलमा डुबाएर राखिदिने हो। लटको पनि निकालिसकेँ मैले। अब अर्को लट यसलाई 1 लट गर्दै कि 2 लट होइन, गर्दै? यसलाई अब 2टा भाँडोमा किनभने मसला घल्नको लागि 2टै भाँडो चाहिने भयो। अब 2टा भाँडोमा एकैचोटि अब 2टा भाँडोमा एकैचोटि यो अन्तिमको च्याट्टा लाएर हाम्रो अदुवा लसुन त रेडी छ, मसला रेडी छ, निबुको कागतीको रस रेडी छ। अब यसलाई 2 लट लाएर टक्क ल भात पनि रेडी भयो, जिरोमा आयो, दाल पनि रेडी भयो, भात रेडी भयो। अब लोकल कुखुराको झोल हुन्छ एकछिनमा। लोकल कुखुराको झोल छ हामीले हिजो बनाएको, त्यही खाने आज। मासुको अचार झ्याप हाल्ने त हो। अब भोलि फेरि बिहान काम छ। दाल भात अचार लिएर जाने हो। सिम्पल नै हो। अब 2टामा म बनाउँछु। हेर्नुहोस् साथीहरू, म चाहिँ यता हावा खाने हिँडेको साह्रो गर्मी भयो। अब एकछिन फालिदिने। अब यति भएपछि त छानियो नि त सबै। अघि पाकिसकेको माम त सही पाकेको छ है। 41 मिनट भइसक्यो पाकेको यहाँ वाममा 41 मिनट भइसक्यो छ। यो दाल झन्डालाई लसुन कुटेको छ। अब यो पनि हुन भइसक्यो। भइसक्यो। अब निकाल्ने हो।
भइसक्यो त यो छान्ने देख्दा मलाई इन्डिया गएर आउँछ पुरी हो क्या पुरीहरू जेरी पुरी जेरी पुरी उता चाहिँ सानो आगो भएर एकै लटमा हालेको दुईवटा सँगै तर उता सानो भएर अब किलो अब यता सार्ला भयो नि त अब यता सारिदिने हो अब किनभने घरमा मात्रै खाने भनेर भाँडाकुँडा यस्तै छ दुईवटा भाँडामा गर्नुपर्छ तेल भएर पनि त्यही हुँदैन अहिले तेलमै चुल्ने हो फेरि अब यसलाई यता सारिदिने हो राख्छु अब यसलाई यहाँ छिटोको लागि म चाहिँ यसमै गर्छु अनि यो तेलमा चाहिँ अब मसला उतो के अरे अदुवा लसुनहरू फ्राई गर्छु मासुलाई यहाँ गरिदिन्छु सारिकन अब यो एकैछिनमा हुन्छ हुन चाहिँ फेरि एक वर्षमा यसमा अब मासु बटल बनाउनु थालिहाल्छु यता तपाईँको सहयोगी त अनि पुरै क्रिकेटमा बिजी हुनुहुन्छ त के अदुवा फ्राई गर्ने हो यो खाली भयो नि त जस्तो लाग्छ मजाले मसला भिज्छ नि त चलाउने त होकाउँछ क्या म यसमै खनाइदिन्छु ल अब यो बाँकी एउटैमा खन्याएँ अब किनभने मसलाहरू सबै एकै खालको होस् भनेर कस्तो मिठो भएछ एउटा चाखेरै मिठो अघि त पकाउँदै त्यो धुवाहरूले अमन जस्तोमा त केही खानु जस्तो भएको एउटा चाखेपछि खाउँ लाग्यो अब फाइनली भइसकेको हो अब यसलाई आज रातभरि राखेर अब छोपेर राख्ने हो अनि भोलि मात्रै अनि जाँडतिर खन्याउने हो सिसामा किनभने यो आज रातभरि मसलाहरू मजाले भित्र पसोस् यसमा चलाइरहन पाइयो नि त अहिले जारमा हाल्यो भने एकदम मजाले मसला मिलेको हुँदैन एक रात चाहिँ छोडिदिने हो यसलाई यत्तिकै छोपेर ल यो लोकल कुखुराको झोल अब अहिले मामसँग खाने हो जारमा हाल्न बाँकी भोलि कुर्नु पर्यो अब ल अब यसलाई एकछिन चलाइरहनु पर्यो नि त मजाले मसलाहरू अब माम खाने हो रातभरि राखेर यी भिजिसकेको भोलिपल्ट भएको हिजोको भोलिपल्ट भयो रातभरि राख्यो दिनभरि पनि राख्यो यस्तो बबाल मजाले सबै मसलाहरू घुसेछ कस्तो मिठो भएको छ अब यसलाई चाहिँ कन्टेनरमा हाल्ने हो जारमा अब यसमा हालेर 2-3 महिनासम्म लाएर खाने हो नबिग्रिने खालको भएको रहेछ मस्त रहने खालको भएको छ यो सिसाको जार चाहिँ हाम्रो 70 केमाबाट किनेर ल्याएर मसालै हाल्नु भनेर साकै लागि ल्याएको हो यो सिसामा राख्यो भने चाहिँ धेरै जेलसम्म पनि ओभरनाइट राखेपछि दामी देखिँदो रहेछ मसला सबै छिर्दो रहेछ मस्त छिरेको छ अब त्यो सबै आज मैले काममा पनि यही लगाएर खाएको मिठो भएको मिठो भयो मैले त अघि भोक लागेर एकछिनमा अब मसला झन् भित्रै खाँदै होइन जति खाएँ त्यति खाउँ लागिराख्ने क्या यो त अब यसलाई चाहिँ बट्टामा हालेर लुकाइहाल्नु पर्यो नभए खारै सकिरहेको छ धेर खाइने क्या अचार भनेर तरकारी जस्तै खाइयो तरकारी भन्दा धेर एकछिनमा क्या फलफुल खाए जस्तो नि अब आज चाहिँ मासु हालिसकेर अब यो मोलमाल गरेर किचन सनाक्सन पार्ने हो अनि लक्ष्मी पूजा गर्ने हो लक्ष्मी पूजाको लागि हामीले अलिअलि सामान त यहाँ ल्याएको छ ल्याउस हुँदैछ झिलझिरे पनि ल्याएको छ अरू 3टा बयाम पनि यहाँ छ अचार हाल्नुलाई यता राख्दै गर्नु पर्छ एउटा मात्रै लिएर खाइदिएला त्यो यो भित्रबाट चिएको नि फेरि बाहिरबाट होइन नि
6 केजी भन्दा माथि छ अचार। यो कन्टेनर ठुलो र टन्नै काँदो रहेछ। त्यही एउटा सानोमा ठिक्क हुन्छ जस्तो छ। दुईटा रह्यो ठिकै छ। टन्नै पनि हाल्नु पर्छ नि त। खाँदी हालेपछि त झन् भइहाल्यो। खाँदी नै हाल्ने हो। त्यहाँ चाहिँ के सिटी लाग्दैछ? मटर र आलु भरेको लागि तरकारी। अब लक्ष्मी पूजातिर लाइसी पकाउन भ्याइँदैन, उसिनिरहेको छिटो गर्नको लागि। पूजाहरू खालेपछि भ्याइँदैन नि त, हतार हुन्छ। अब यहाँ त रात पर्न आँटो कति भइसक्यो सब होला है। अचार त हेर्दै ठाउँ छ। कसरी नखाइ बस्ने होला यो अचार हालेपछि? नखाइकन साँच्चै बस्न सकिँदैन। अघि नुहाएर निक्लेको, मलाई त भोक लागेको बेलामा खाएको कि यस्तो मिठो झन्। ल यसमा यति नै राख्नु। बाँकी त यसमा हटिहाल्छ। मजाले आउँछ अब त्यसमा। यो त हेर्दामा कि यत्रो रसायन बिग्यो त सानो होला भनेको त ठुलो पो हुँदो रहेछ नि यो बट्टा त है। खतरा ठुलो हुँदो रहेछ यो बट्टा। अहिले हेर्दा झन्डै एउटैमा हटेछ। कति जान्छ जस्तो लागेकै थिएन मलाई त यो बट्टा हेर्दा। यस्तो पो हुँदो रहेछ त नि। ठुलो छ। भोको लागेर आयो त झनै यसो जान्छ। यो त खाने गर्दा सिधिहाल्नु रहेछ त। झन्डै डेढले त ठुल्ठुलो चाहिँ 2टा लगौँ भन्दै हुन्थ्यो। 2टा ल्याएर नभरिने रहेछ त ठुलो। बरु सानसानो अर्को हाल्नु नि काम लाग्छ। यो ठुलो पनि ठिकै छ। दालहरू कतिवटा बट्टामा हालेको छ। धेरैवटा सिसा हुँदैन घरमा। त्यही सानसानो त अरू सामान हाल्नु काम लाग्छ नि त। चिनीहरू के हाल्न काम लाग्छ, नुनहरू। अब त यो कन्टेनरमा हाल्ने कि बटुकोमा हालेर भरे खाने। सहयोगी चाहिँ आज दर्शक। सहयोगी त काम सकिगयो। हिजो एकछिन मात्रै हो। अब सहयोगीको खाने काम मात्रै छ। बयममा अचार छ, चट्ट त्यही पनि झिकाउने कराइहाल्छ होइन। म गोटाले लागेर बस्नु पर्दैन। गाह्रो रहेछ त। गाह्रो छ नि। सहयोगीबाट बचाउन गाह्रो भयो। सहयोगीबाट बचाउनै गाह्रो भएर अचार कसरी बन्छ? अब बन्न गयौँ है। ल एउटा भयो। भयो। यति झन्डै सबै एउटैमा गएछ। यो यति तेल भयो। यति डुबेपछि यस्तो राम्रो हुन्छ नि यो अचार बिग्रिँदैन क्या। 4-5 महिना मजाले खान सकिन्छ यो। यति तेल भएपछि दामी भयो नि त। बिग्रिँदैन। फेरि सुक्खा भयो भने चाहिँ ढुसी आउने बिग्रिने त्यस्तो हुन्छ नि त। यसलाई यतिकै भित्र राख्नु पर्यो। न फ्रिजमा राख्नु पर्यो न यसलाई फ्रिजमा राख्ने हो। फ्रिजमा हो। यसलाई चाहिँ यो खाँदै गर्न चाहिँ बाहिर राख्ने। यो त भरिँदैन। अब आधी मात्रै हुन्छ। ठिकै छ त भरे सकिहाल्छ। भरेर भोलि नै सकिन्छ। कति बेला अब लक्ष्मीको पूजाको दिन व्रत लिएको हुन्छ नि त। खाँदैन नि त मिसो। अब तिमीहरूको डाडु चाहिँ म चलाउन अलि नजान्नेवाला छ। त्यसरी चलाउनु पर्ने रहेछ। हाम्रो त सिधा सिधा हुन्छ नि त नेपालको चाहिँ। यताको चाहिँ किन यस्तो? आधी मात्रै झर्ने त्यस्तो त सोचेको थिइनँ। म त 2 केजी चाहिँ जाला यस्तो सोचेको थिएँ। मैले पनि त्यस्तै सोचेको थिएँ त। ठिक छ। ठिकै छ त। गाडीले पसेपछि नि काम गर्यो नि त। काम लागिहाल्छ। ल खराब यो त मेन कुरो त खेल्नै भएन नि। कति मिठो हुन्छ त। यो त मसलाहरू सब हुन्छ कि। यस्तोसँग भात मिसेर अब यसमा स्वाद भात मिसेर बाटी भात खाने दामी हुन्छ नि।
मासुको अचार हालेर पनि सक्यो। तपाईँको दर्शक श्रोताहरूलाई के भन्न चाहनुहुन्छ त तपाईँ? अब मासुको अचार त हाल्नुभयो, अब आगामी दिनमा श्रोताहरूले के अपेक्षा गर्न सक्छन्? कस्तो भिडियोहरू तपाईँबाट अब के बनाउनुहुन्छ? अरू खानेकुरा के बनाउने प्लान छ कि सोच्दै हुनुहुन्छ कि? अब जस्ट कमेन्टहरू हेर्छु, कमेन्टमा भन्नु पर्यो के बनाउने भनेर। कमेन्टमा आउनु पर्यो यो बनाउनु त्यो बनाउनु भनेर। अब अचारमा केही कमी कमजोरी छ भने भन्नु होला। अब मलाई आएको त यस्तो म आफ्नै पारा हो, यो मेरो चाहिँ आफ्नै पारा हो। आफ्नै पारामा चाहिँ मिठो भएको छ। आफ्नै पाराको हो। अब कसरी हुन्छ मलाई थाहा छैन। मैले बताउनलाई चाहिँ यसरी नै बनाउनु भनेर अचार खाँदा त अब हामीले चाख्यो मिठो छ, अब हेर्दा चाहिँ कस्तो देखियो कस्तो लाग्यो सबैजनाले कमेन्ट गरिदिनु होला। खाना पनि मिठो छ। अब यो मेरो आफ्नै स्टाइल हो। अब मैले चाहिँ यसरी नै बनाउनु भनेर अरू भिडियोमा पनि यस्तै बनाएको हेर्न मन छ वा केही छ भने कमेन्ट गरिदिनु होला। यस्तो यस्तो बनाउनु, यो यसको बनाउनु भन्नु, त्यो म फेरि बनाउँछु, बनाउन सिकियोस्। अनि यो भिडियोलाई के गर्नुपर्छ त भन्नु त? लाइक कमेन्ट सेयर सब्स्क्राइब पनि गर्नु पर्यो। गर्नु पर्यो। ल ल माइजूले अघि मलाई बनाउनु, तर अहिले ठिकै ठ्याक्क घरमा खाना मात्रै बनाएको हो हामीले चाहिँ। मन पर्यो भने मन पर्नेहरूले भनेर कमेन्टमा छोडिदिनु होला। म त्यही सधैँ गर्छु। मन परेन भने मन परेन भने भन्न पाइयो। मन परेन भन्न पाइयो। खाना चाहिँ तर जे होस् मिठो छ है, छाना चाहिँ एकदम खाना मिठो छ। अब तपाईँहरूको बनाउने तरिका पनि यही हो कि कस्तो हो अरू होइन? केही छ होइन? तरिका मेरो चाहिँ यही हो। मैले पनि हुनु पनि त्यही हल्का फुल्का भ्लग यति भन्दै मासुको अचारलाई हामी अब यहीँबाट बिदा गर्छौँ। अनि आजको चाहिँ के छ त प्लान? मासुको अचार त ढिला भयो। आजको त अब मेन प्लान भनेको त लक्ष्मी पूजा हो। लक्ष्मी पूजाको लागि तयारी के छ? लक्ष्मी पूजाको लागि अब सबभन्दा पहिला चाहिँ मैले के गरेँ, किचनको सबै काम सकेर टक्क सफा गर्ने किचन, जुठो जुठो केही नराख्ने। त्यहाँ चामल धोएर राखेको छु। अब यहाँ तरकारीको लागि मटर आलु, दही यहाँभित्र छ फ्रिजमा। अनि दही भात मटर आलु सादा खाने हो आज चाहिँ, मासु नखाने हो लक्ष्मी पूजा भनेर। त्यो मासु पनि हामीले हिजै बनाएको थियौँ, अचार मात्रै आज हालेको। अचार हिजो बनाएको, यो उसमा बटार मात्रै आज हालेको हो। त्यसमा यसो सबैजनालाई ल ह्याप्पी तिहार भन्दै अब अब यो भिडियोलाई हामी यहीँ इन एन्ड गर्छौँ। गर्न चाहन्छु। धन्यवाद। ड्याडी पनि सबैजनाले ह्याप्पी तिहार भन्न चाहनुहुन्छ कि? म यो वर्ष दिनमा आउने यो चाड तिहार दीपावलीको उपलक्ष्यमा सम्पूर्ण श्रोता र शुभचिन्तक साथीभाइ इष्टमित्र आफन्तजन सबैलाई चाहिँ तिहारको शुभकामना, छठको शुभकामना भन्दै यो भ्लगबाट चाहिँ यसो सहयोगीको रूपमा थिएँ म पनि जोडिएको। आगामी भ्लगमा पनि के हामीले तपाईँलाई देख्न पाउँछौँ त? भ्लगमा पनि अब म सहयोगी भूमिकामा तपाईँले पाउने इच्छा छ भने चाहिँ तपाईँहरूले जतिसक्दो लाइक कमेन्ट सेयर गरिदिनु होला। म सहयोगको रूपमा तपाईँहरूले भेटाउनु हुनेछ चाँडै नै। ल यति भन्दै सबैलाई नमस्कार गर्दै बिदा हुन्छु। धन्यवाद।